हेलो नमस्ते अनि सेवानी हजुरहरू सम्पूर्णमा र हिजो चाहिँ म मेरो ससुराली झरेको थिएँ र मेरो ससुराली चाहिँ लेप्सेक हिङदाम पर्छ र ससुराली आएको बेलामा यसो भगवानको दर्शन गरौँ भनेर चाहिँ म चाहिँ लेप्सेक मन्दिर एकछिन झरेको मेरो वाइफ नानी र म चाहिँ यसो भगवानलाई पूजा गरिराखौँ भनेर र मेरो यो सानो मिनी भ्लगलाई सबैजनाले हेरिदिनु होला। अन्त यो चाहिँ ब्रिज आइपुग्यो र उहाँ चाहिँ मेरो वाइफ र मेरो नानी आउँदैछ पछाडि र म चाहिँ अगाडि भिडियो बनाउँदै हिँड्दैछु र लेप्सेक मन्दिर चाहिँ अन्डर कन्स्ट्रक्सन हुँदै रहेछ र यो अगाडिपट्टि चाहिँ एउटा ठुलो घन्टी झुन्डाएको रहेछ र मैले चाहिँ यो घन्टीलाई बजाइदिएँ। अन्त हामी चाहिँ यहाँ अगाडिबाटै झर्नु पर्ने हुने रहेछ हो। हामी चाहिँ उताबाट झर्नु आँटेको थियो यता साइड बाटो, तर फेरि हामीले यो फेरि अर्को घन्टी पनि बजेकिन चाहिँ यताबाट यो सिँढीबाट झर्नु पर्दो रहेछ र यहाँबाट हामी जाँदैछौँ हेर्दै जानु होला। र अब भने चाहिँ हामी मेन मन्दिरको इन्ट्रेन्समै पुगिसकेको छौँ र यहाँको पण्डित बाजेलाई मैले सोधेको भिडियो बनाउनुहुन्छ भनेर र बाजेले भन्नुभयो कि उताभित्र चाहिँ हुँदैन रहेछ, यहाँ बाहिरपट्टि चाहिँ हुँदो रहेछ र मैले सानो क्लिप चाहिँ लिएको छु, तपाईँहरू पनि हेर्नु होला। अनि हामीले भित्र चाहिँ पूजा गरिसकेर बाहिर निक्ल्यौँ। बाहिर पनि यसो पूजा गरिराख्यौँ र त्यसको पछाडि चाहिँ पण्डित बाजे हुनुहुन्थ्यो र बुढो पण्डित बाजेले हामीलाई टिका लगाएर हामीलाई आशीर्वाद दिनुहुँदैछ। त्यसपछि भने चाहिँ हामी चाहिँ बाहिर निक्लिसकेको छौँ र हेर्नुहोस् मन्दिरको कन्स्ट्रक्सन चलिरहेको रहेछ र मेरो वाइफ र नानी चाहिँ पर मलाई वेट गरिरहेछ र अब भने चाहिँ हामी चाहिँ हाम्रो घरको तर्फ लाग्दैछौँ। यसले खोसाउँछ नि र आजको दिन हाम्रो यसरी नै रहेको छ र यो हाम्रो सानो मिनी भिडियो कस्तो के लाग्यो कमेन्ट गर्नु होला।